So hello and namaste everyone. के छ गाइजहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु म पनि। अनि म चाहिँ जापानमा छु गाइज। It's been around 3 months I guess. 3 महिना जति भयो आको। अनि this is the house we are residing in. अनि अब धेरै भयो नि त भ्लग नगरेको। खासमा मैले भ्लग गर्छु सोचिरहेको थिएँ तर अब खै के भइरहन्छ। हुन त अब लाइक इट्स अ पार्ट अफ एक्सक्युज द्याट आई मेक तर पनि अब त्यही हो कहिले भइरहन्छ नि त त्यही भएर हो। अनि आज चाहिँ म र मेरो बुढी खाइमनो जान लाग्छौँ। खाइमनो रिफर्स टु सपिङ। पानी परिरहेको छ गाइज। अब हिउँ त एभ्रिवेयर हिउँ नै हिउँ छ हुन चाहिँ यता। के भन्नुस् गाइज हामी चाहिँ अब यहाँ बस स्टपमा गाडी कुद्न लागेको छौँ। गाडी आउन लागिसक्यो होला प्रोबेबली होइन। ठुलो गाडी पो रहेछ। चलो 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 हेलो हेलो दिदी दाइ हेलो। छाता लियो। arigatou gozaimasu। त्यो गाइस हामी चाहिँ आइपुग्यौँ। हामी चाहिँ हारासिन आइसक्यौँ। अनि अब वी हेभ वर्क इन डोकोमो सप भनेको सिमको पैसा दिनु छ। BMW। ओ माई फकिङ गुडनेस। हामी चाहिँ कार पग्लु हो कि उ त्यहाँ के हामी दुईजना कार पग्लु हो कि। एउटा BMW एउटा देख्ने बित्तिकै हो BMW भन्ने। ए हो डोकोमो कुन यामाहा। ओ यामाहाको छ त यार ट्र्याक्टर भने। यस लेट्स गेट इन ओके। ओइ म त समय राखेँ। बिलको लागि भन ल म मोबाइल देखाउँछु। अनि यहाँ देख्न सक्नुहुन्छ मोबाइलहरू। यु गाइज माइट बी वन्डरिङ वाट इज दिस। किन हो र यस्तो लगाएको। यस्तै गाइज केही छैन बुढीको इच्छा अनुसार हो। बुढीलाई यदि मनपर्छ भने वाइ नट। बुढीको इच्छा अनुसार गरिदिएको हो। गुगल पिक्सलहरू छ नाइस दामी छ गुगल पिक्सलको फोनहरू पनि। पिक्सल 10 अब यो खासै मलाई गुगलको चाहिँ खासै थाहा छैन। यो आइफोन युजर भएर होला तर दामी छ फोनहरू चाहिँ। कभरहरू छ यता अनि कभरहरू छ यता छ आइप्याडहरू ट्याबहरू भनौँ। यहाँ छ वाचहरू सिरिज 3 सिरिज 11। यहाँ छ आइफोन 14 को प्राइस कति छ 55,000 छ। 13 को 44,000। SE2 छ 3,300 मात्रै। यस्तै छ आइप्याडहरू छ। आइप्याडहरू पनि छ यहाँ पऱ्यो कनेक्ट भएको। नाइस यस्तै छ। भ्याइयो छाता लिगा। उयो के भएको हो कि क्यामेरामा त बिजोक भयो त यार मेरो। एकछिन त गाइज अहिले सोयो है त यस्तो भएको छ कि के भएको हो थाहा नै छैन कि। अब चाहिँ हामी ग्योमो सुपा जान्छौँ। त्यहाँनिर हल्का सपिङ खान्छौँ। त्यसपछि जान्छौँ उरोको चाहिँ अलिकति माथि हो। त्यसपछि लसनबाट चढ्ने हुने होइन। अनि फर्स्टमा उरोको जान्छौँ। 1:30 भने होइन 1:30 भनेको छ।
फर्स्टमा के मुसुपा जाम हल्का के चाहिन्छ लिगम खै हेर न 11 त बजे भर्खरै 12 1 साढे 2 घन्टा यसमा जाने हो सेकेन्ड ह्यान्ड सपमा नै किन जानु र केही छैन हामीलाई अहिले सामान किन्ने जरुरत छैन ल ल अनि के टोक्यो जाँदा नि भ्लग बनाउँ ल के रे ल अनि दिदीलाई भेटेको पनि बनाउँ ल माई वाइफ वान्ट्स टू सी मी भ्लगिङ तर क्या करे हम त अल्छी हे अल्छी भन्दा नि यसरी समाउनै झ्याउलाउँछ कि मलाई यो यसरी समाउन मलाई यो पक्का मलाई त्यो युज टु नि छुइनँ नि त म यसरी भ्लग बनाउनुलाई अनि जहिले मोटो भ्लगिङै गरेर आउँथ्यो धेरै जस्तो अब छोटो भ्लगिङ त्यसरी हात छोटो हात हेर अनि अस्ति न उता घुम्न जाँदाखेरि पनि अब स्टिक थियो नि त इन्स्टा 360 X5 मा त अनि स्टिक समाएर गर्न त खासै मतलब भएको थिएन त्यसको त एङ्गल स्याङ्गल नि केही मिलाउनु पर्दैन थियो र हो कि त्यो जस्ट क्लिक एन्ड सुट वाट एभर यु वान्ट टु भने जस्तो हो कि सबै पछि रिफ्रेम गर्न मिल्ने सबै जस्तो जस्ट नजाने नेपालीमा अनि भोक लाग्यो जस्तो भने त्यस्तै गर्न मिल्थ्यो नि त धेरै सजिलो थियो मलाई यो क्यामेराले हामी चाहिँ कार पग्लु हो कि यस्तै हो कि बुढाबुढी नि यस्तै हो कि हामी त बाल्दैन नि हामीलाई दौडी 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 भाइ दौडी अब यता मर्सिडिज देख्छ एकजनाले मर्सिडिज भन्छ एउटाले के देख्छ एउटाले के देख्छ गाडीएर रोकिहाल्छु त कसरी रोक्छ लेट्स गो यस्तै यस्तै छ गाइड्स ल इट्स बेटर टु बी कार पग्लु यो आमाइको त राम्रो छैन देन अदर पग्लु अरू कुरामा एडिक्ट हुनुभन्दा त गाडी बाइकमा एडिक्ट भएको राम्रो हो एन्ड आई फिल सोल आफूलाई पनि त्यस्तो लाग्छ होइन मलाई त्यस्तो लाग्यो मेरो कुरा भन्नु नि त मैले आई फिल सो ग्ल्याड द्याट माई वाइफ इज अल्सो इन्टु कार्स एन्ड बाइक्स लाइक आई डु त्यो क्यामेराले मेरो टाउको दुखाइसक्यो यार मलाई त वाक्क लागिसक्यो यो झन् वाटर प्रुफ हो भनेको त्यसको बाजे बाफाको आइसक्यो लेन्समा फेरि भित्रपट्टि के खै के भएको खै बाफभित्र आयो कि फेरि दिस इज वाटर प्रुफ तल त देखेन त्यस्तो हो नि दिस इज वाटर प्रुफ क्यामेरा नि त अनि तर पनि बाफ आइरहेको क्या लेन्समा त्यसले चाहिँ क्वालिटीलाई फरक पार्छ पार्दैन थाहा छैन छैन ल यो चाहिँ Gyomu Supa ho and we are entering. Yeah guys, done. यहाँको लागि भ्याइयो अब गुड टु गो टु उरकु जाम हल्का त्यहाँ माथि नै गर्नु छ यहाँनिरको भ्याइयो अब फेरि माथि गएर फेरि गर्नुपर्छ हामीलाई सपिङ होइन त बुढिया के नगरे चाहिँ के हुन्छ त के समोसा दुईजना अकालके अन्धेहरू हो क्या हाम्रो त फेरि अरू गएर यस्तो छैनौँ कि इमेच्योर टाइपको दुईजना भएपछि त सँगै भएपछि त कहिले यो भने कहिले त्यो भन्यो लाइक इट्स भेरी भेरी भोक लाग्यो कि उयो देखेर लागिहाल्छ नि छिटो न हरियो बल्यो हरियो 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 हामी दुईजना सँगै भयौँ भने चाहिँ इट्स भेरी भेरी फन 100मा 90% चाहिँ हामी जहिले खुसी हुन्छौँ हाँसिरहेको हुन्छौँ 10% भनेको त अब यसो कहिले काहीँ झगडा नि गर्नुपर्छ नि त झगडा नि फेरि झगडा नि फेरि कस्तो सानो सानो कुरामा हुन्छ फेरि अनि त्यही सानो कुरा ठुलो कुरा हुन्छ हाम्रो फेरि अनि एकचोटि फेरि त्यो झगडाको बिचमा एकचोटि हाँसेपछि हाम्रो झगडा सिद्धो हो जस्तो ठुलो झगडा होस् त्यो समाप्त भयो त्यो समाप्त हुनैपर्छ एकचोटि चुस्स झुकेर नै हाँस्नु चाहिँ हुँदैन फेरि हामी झगडा गर्दाखेरि चुस्स झुकेर हाँस्यो भने झगडा सिद्धो किन के खाने खानेकुरा ल होइन ल ल नेपाल रेस्टुरेन्ट जानु पऱ्यो अरे बुढियालाई ठिकै छ जाम ल जाम अहिले एकछिन भेटौँ है त
खाइयो नान सान समोसाहरू खाइयो तर खासै मिठो चाहिँ थिएन नान त मिठो थियो समोसा समोसा चाहिँ समोसा मिठो थिएन यार समोसा मेकिङ मोमो मेकिङ समोसा ह्यापेन मोटी है हौ रामेन खाने ठाउँमा अनि त्यहाँबाट समोसा मेकिङ ह्यापेनिङ खाएर निस्क्यौँ हामी चाहिँ अब माथि जान्छौँ अझै बिल उयो के गरे बिलहरू पनि तिर्नु छ अनि अलिअलि खाइमन गर्ने बाँकी छ अझै त्यही गाइस अलिअलि हल्का हातमा चाहिँ छ यता नि छ्या गाइस हामी चाहिँ आइपुग्यौँ आफ्नो घर खाइमन गरेर भ्याइयो अनि त्यहाँबाट लुन्थ्रङ हिँड्दैछौँ हामी घर जानलाई यहीँ छ घर हाम्रो घर महल आइया राजमहल हाम्रो दामी छ जे होस् चाबी त्यहीँ ब्यागमै छ त्यही गाइस है त दिस मच फर टुडे Hope you guys enjoyed watching my video. If you guys did, then yeah, don't forget to like the video. You know, best video आउँछ बिस्तारै अलिअलि. Stay tuned for the next video. है त छाता ल्याऊ त. See you guys in the next vlog.